उनले क्या भन्यो भनेपछिलाई मेरो विवाह त बिहा तँलाई सुन दिएल भन्यो। हजुर मेरा बाजेले क्या भन्यो भनेपछि यो नाबालक मेरा मूल्य नाति छ, भोलि एकै यो नाबास जुटिया पनि एकको कहीँ विवाह गरेपछि काबाडी जोड्ला भन्ने अब आमाले गर्यो। उनले भनेको उताको लाटा जमाना भएपछि हो के भएपछिलाई नाइ तेरा छोराका बिहेका खण्डमा सबै सुनको सुन मालाको माला सबै चिज दिउँला भन्यो। भइसकेपछि अब उहीको काम चलिसक्यो। मेरो त्यो अब धेरै पुस्ताको खाएको जग्गा उसको खाएपछिलाई ठ्याक्क पाई कण्टले अब त्यहाँ बिचमा आएर 30,000 रुपियाँ बनाइदियो भन्यो। मेरो अब मेरो घर किनेर जहाँ त आएर 30,000 रुपियाँ ल ल्याऊ त भनिकन दिएकामै छ। अब उही त एका गरेर दाइले बोजू रातारात जाडगुजु गऱ्यो 1.5 लाख रुपियाँ नि जग्गा पुरो पास गर्यो। यिनले एका बुवाले गर्यो। अब 1.5 लाख रुपियाँ दिइकन जग्गा पुरो पास गर्यो। हो भनेपछिलाई उता है अहिले क्या मेरा नाबालक छोरालाई यस्तो गरिदिनु भनिकनले आमाले अब यहाँ होइन त मै बाटी आफ्ना घरको अगाडि त्यही अब यही महापुरुषको सम्झना गरे सम्झना अरे अब हजुरको उता भएपछिलाई अब उहाँ हिँडाउन गराउँदा बेरीमा अब यहीको थाहा उहाँ छ। अब हामी उता पनि सुत्दा छैनौँ यहीको पुगेपछिलाई उहाँ अब धामीले पनि ठिक छ सुन मासु दियाउनु भनेको हो। अब हाम्रा अब 2-4 दिनपछि आइकन दिइया हुने थियो। अब हाम्रा समय भएन हजुर 9 तारिकमा अब 1-2 साल भयो भने त फाल्तु भयो। त्यो आएर देवता अझ दोबारा फर्कन लाग्यो। भएपछि अब क्या नभएन भन्दाखेरि अझ थाहा र थाहा अब यिनले दियो। मेरो आमा पनि उजुली सबै चिज भयो। यिनले निउडो पाउडो सबै चल्यो। अब कुरो फर्की आमा अब आमालाई पनि सोधी सामली हरिकण्ठले ऊ पनि राजी खुसी हरि हामीले घर थारो हानेको थियो। उनले जगाइदियो त्यो थारो पनि बक्सायौँ उता अब घर तलाएर सुनामासु दियौँ भने त्यो सुनामासु दिन आएको अब यही ठाउँ चाहिँ देवता स्थान पूजा आउनु भन्ने हो। देवता यही भित्रबाट बसेका हुँदैन आकाशको कुद्दो हुन्थ्यो जहाँ पनि देश सम्झ्या पनि त्यहाँनिर देवताको त्यहाँनिर मनको इच्छा पूर्ण हुन्छ। अब केही त्यहाँनिर कालको घट्टा दिन्छ। त्यसैले अब वहीँबाट भेजा पनि पुग्नु अब सुनमासु मात्रै होइन कि पुगेपछि यहाँ बात खान तिन देवता त्यो ट्रेनको पनि यो पाठाका माथि सुन्नाको चढ्दा लाग्दैन नलागेपछि अब मेरो अब बिन्ती के हान्नु पऱ्यो भनेपछि पर्व पहिले मलाई जग्गा दिउँदा हुँदै म बाटो पैसा बाँड्नु दियो 2-3 पटक दिएका ठहरे नि त सुन्नु अहिले त्यो सुन हुन्छ फिर त पाइले होला नि ना 4.5 हो कि 5,000 रुपियाँ दियो त्यही सुनको हामीलाई सिर्फ। अरू ठकुरले दिया पनि भयो। अब यही बुवाले दिया पनि दियो मात्र बुझ्नु मेरा जेठो छोरो थियो। अब कहाँ पुलिस ल्याउँदैन कहाँ कहाँ धम्का चम्काइकनले अब बुझाइँदा हाल्छ। अब हामी सबै चिज मिलिकन आइगयौँ हजुर न। अब हामीले पनि एका यस्तै बग्ला 2 घर लगाइदिने जग्गा भयो छोराले। अब हामीलाई कुरो एका घरमा बनाएर शान्त होस् मेरा घर बनाएर शान्त होस् त्यति हामी राजी खुसी हरि माथि आइगयौँ। अब नआए त्यो गरेर पनि त्यो पाखा गुले नखर्चनु पर्यो मेरा घर पनि पाखा गुले नखर्चनु पर्यो। अब मापछि हाम्रा साका सन्तान नजानु पर्यो अरू क्या। अब हामी माबाट त राजी खुसी हरिबाट आइगयौँ। हजुरले के क्या भनिदिनु भने हजुरलाई थाहै होला। अब प्रकाश सेवा लागेको भीम सेवा लागेको यो सुनमासु त्यो रहेको यो पौसा आयो यहाँ भनिकण्ठले पाठो पनि आयो भनिकण्ठ त्यस्तो बोलबिन्ती दिने बक्सिन्न। मिलौटीको हुनुभयो उनले पनि अब जग्गा त उनले लियो। अब जग्गा अब तुम्हें भन्दा छ मेरा पैसा पनि बराबर मिले आएन तुम्हें भन्दा छ नाइ अब हामी सबै त मिलीबाट आइगयौँ पर्व हामी सब मिली आइगयौँ। पुरा क्या व्यापना हामीले जुन धारे कुरो हो। अब मेरा अब उही त जब अबका जस्तो हुनु पायो त अब उही तका कुरा हारेका हौ हामीले। सुनको सुन लिने थियो क्या लिने थियो लाटा जमाना भए लाटा भाजिया भए उही त कागजको धड्को पनि बनाएन हो त्यही कुरा हो। यो के बस खेतीमा उ भयो। अब उनले उही टाइममा
त 3000 रुपियाँ तोला पो त सुनेको थियो त उति बेलामा त्यो छैन चौमना कहाँ पुग्यो हाम्रो टाइममा 3000 रुपियाँ तोला मिल्दो थियो मिल्या भयो अब यसलाई 4000 भयो 4 बाटी 6 भयो अहिले बड्डा अहिले 2 लाख रुपियाँ कति छ इन्डियामा छ 3 लाख छ अहिले बुझापछिलाई करिब अब हामी यो सुनमासु पहुँचाउनु आएको मिडिया सुनमासु पहुँचाउनु आएको मिलबाज जग्गाको कमजोरी अब यति बेला त भन्यो होला सम्झ्यो होला मैले पैसा आदिकन पनि जग्गा मैले खान पाएन हेपरको मिलाइकन देवता भाग पनि मिलाउनु पर्यो जान्नुपर्ने त देवता हो सबैले मिलिकन त देवता बुझ्न अर्थै रहेन भगवान बरु देवता भाग नदिएको के भयो त हजुर जान्नुपर्ने त देवता हो सम्झेको हजुर अब कुनै त्यो कमजोरी अब मैले मेरा मनका जसो भयो अबदेखि मेरो धुनी दिने कसैले नलागो त मैले भने त्यसो भन्नु पर्यो मैले मेरी आमाका कुरा राखेको अहिले कसै कुरा भन्न अहिलेको भन हौ पुराना नभन तपाईँले आफ्नो जग्गा एकै हुन् भन अब राम्रै हेरी भन्छ दण्डको उवादिको मेरो काटिदिने थियो अब त्यसो हुँदैन बा मैले धुयाको जग्गाका लागि परमेश्वर धुयाको जग्गा बेच्नाले बेचिहाल्यो लिनाले लैदिया मैले धुयाको होइन मलाई नलागिदियो भने बिन्ती हाल्नु हो त्यही हो हाम्रो पनि त्यही हो अब दुई माउले हामी एका बासरी हामी आइपुग्यौँ मेरो जग्गाको पैसा हालिकन जग्गा पाएन भनिकन उनले पिड लगाइदिनु देवता देखाएको ठिकै हो हजुर त्यही हो खुसीले देवता देखाएको अहिले मिल्या भनिकन त्यति खुसी राजी बिहा पहिले देवता कहिले देख्दा अन्याय परेपछि मानिस दुःख मान्दछन् अन्याय नपरेपछि दुःख मान्दैन भनेपछि अब तपाईँले के हान्नु पऱ्यो भनेपछि तिनीको केही व्यवस्था रहेन फेरि पछि अहिले कमजोरी परमेश्वर कमजोरी मैले मेरो जग्गाको मेरो पैसा हालेको मैले आफ्नो पैसालाई खाएको होइन पैसा पनि कमजोरी अब मिलेन खुसी होला हुनु त्यही हो बुझेन कमजोरी अब मेरो ज्या बिहा पनि भयो मैले धुया बिहाको होइन धुनेवाला भाइदिया अब हामीलाई नडस्यो भने हजुर अब हामी उसो र मेरै अब हामी